हेलो गाइस, गुड मर्निङ फ्रम दुङ्नागढी एयरमसिङ। आजको हाइकिङ चाहिँ एक्लै यो डाटङ गाउँ हुँदै यता पारे दुङ्ना एक्लै छु होइन। यो पाहाडतिर भिर पाहाड छुचोड्दै आउँदैछु। चिसोपानी गाउँ उता लिस्ती उता तातोपानी खासा यता 12 यता दुङ्ना गाडीको ढिलो पर भिर पाहाडको बाटो एक्लै त अलि डेन्जर चाहिँ डेन्जर हुन्छ माथि होइन। माथिबाट ढुङ्गा खस्ने सम्भव हुन्छ, अलि सचेत भएर हिँड्नुपर्छ। तल त हेरिसक्दो छैन होइन, सिधै तल भिर खोला हो। मजाले ठ्याक्कै यो पर कुनामा हाइड्रो खोल्दै रहेछ होइन, त्यहाँ यसो हेरेर आएको। डेन्जर रहेछ, डोजर हालिरहेको रहेछ। बिहान 7 बजे खाजा खाएर हिँडेको, अहिले ठ्याक्कै 9 साढे 9 भएछ। बर्खामा चाहिँ माथिबाट ढुङ्गा खस्छ यहाँ, अहिले यस्तो हावाहुरी आएको बेला होइन, ढुङ्गा खस्छ माथि भिरबाट। अब म चाहिँ अलि डर लागिरहेछ डिलबाट हिँड्नु चाहिँ, किनभने तल हेरिसक्दो छैन। त्यही भएर कुना कुना सिप्दै हिँडिरहेछु गाइस। ढाडीमा मेला लागेछ, कान्छीले बोलाइरहेछ। ल यहाँबाट सिधै च्याङ्गै भिर, यस्तो डेन्जर भिर छ कि। माथि बगिरहने खोला चाहिँ, खोलामा चाहिँ हाइड्रो बन्दैछ माथि। यहाँबाट 1 किलोमिटर त्यो पर कुनामा दुङ्नागढी। पर कुनाबाट हिँडेर आएको, कति आधी घन्टा हुन लागेछ। डाटाङ गाउँबाट अब एयरमसिङ गाउँ चाहिँ ठ्याक्कै यो कुनामा छ है गाइस। एयरमसिङ गाउँ अलि त्यो कुनामा लुकिएको छ होइन, यहाँबाट अलि देख्दैन। एयरमसिङको लोसारमा लाप्सो गर्ने ठाउँ। अनि सधैँ एभ्री लोसार, सधैँ लोसारमा काठमाडौँदेखि आउँछु, लोसार मनाउन जान्छु यहाँबाट। खतरा उकालो छ बाटो अनि बर्खामा चाहिँ अलिक गाह्रै पर्छ गाडी जानु। सानो गाडी चाहिँ जाँदैन, त्यो बोलेरोहरू टिप्परहरू मात्र हो। ल एयरमसिङ दुङ्नागढी एयरमसिङ गाउँ यतापट्टि पारे लाप्टाङ खासा। ल आई हेभ डन, एक्लै भए पनि आइपुगेँ। यो भिर पाहाड चढ्दै त्यो डिलभन्दा पल्लो डिल, त्यो पल्लो डिलबाट अझै पल्लो डिल देखेँ होइन। बिहानै सुनसान छ बाटो पनि। ल हेरिसक्दो छैन त यता त, त्यो डिलभन्दा अझै पारि दुईवटा डिल कटेपछि ठ्याक्कै त्यो कुनामा हाइड्रो बन्दैछ। ड्याम त्यहाँबाट, ड्याम त्यहाँ बनेपछि त्यहाँबाट पानी चाहिँ यो रोटै रोट हुँदै सिधै तल हाइड्रो बढ्दै तल खोलिने रहेछ।
चट्नी पनि आइपुग्यो। यो चट्नी अस्ति भर्खर हामी लोसारमा राम्रै गरेर गएको थियो। त्यसपछि okay guys, bye bye, see you.